पकाउँछन् आफै पकाउँछ यस्तो पनि गर्न सक्छन् कस्तो बिचको चम्मच निकाल्नु न चम्मचले खै राखेको छ र यो फुल एकदमै नराम्रो देखिरहेको थियो कि एकदमै धेरै रुखहरू पलाइरहेको अनि आज चाहिँ यसो गार्डन सफा गरौँ भनेर अनि भान्जा र मामा गार्डन सफा गर्न लाग्यो छोरीले पनि साथ दिँदैछ झरा 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 पैसा दियो पैसा दियो पैसा दियो वान टाइम मात्र ल केराको बात हालिछिन त नगर त्यस्तो ल के भयो स्विमिङ पुल पानी फाल्छिन् नानीले यहाँ पनि पानी हालिदिन्छ यहाँ पनि पानी हालिदिन्छ ल पानी पुग्दैन पानी छ अट्दैन क्या अब गयो गाडी अट्दैन त्यहाँ भयो सबै राखेको छ गाडी घुमाइन्छ ल पहिले मैले यस्तो गर भनेपछि मान्दिनँ छोरीले तर मम्मीले एकचोटि यस्तो नगर भने पनि सक्यो अर्कोचोटि मुख फर्काउने बानी छैन छोरीको फेरि मलाई फेरि टेर्ने होइन कहिले नि त्यो पानी यताउता गरिकन त्यो भिजाएर हैन कपडाहरू भिजाएर हुन त बच्चालाई खेल्न चाहिँ दिनुपर्छ तर अलि धेरै गरिसके पछाडि पछि चाहिँ जबरजस्ती त्यो गाडीभित्र राखिदिसकेपछि अनि शान्त भइन्
भान्जा के हो मासु रोस्ट रोस्ट यो गाइज के हो भने हाम्रो घरभित्र अब मैले मासु खाँदैन अनि बुवाले पनि मासु खानुहुन्न आमाले पनि खानुहुन्न होइन मासु खाने भने यिनी हुन् कि यी छोरी अनि मेरो भान्जो अनि यो मासु अनि मेन त भित्र हो जानुभएको छ रोस्ट पकाउने भएको छ कि होइन आफूले नखाए पनि म फेरि टक्क मासु पनि ल्याइदिने उस्तो पनि बनाइदिन्छु क्या होइन त्यो मासुको रोस्ट खाने रे अनि कस्तो भइरहेको त राम्रो भइरहेको छ अब एकछिनमा बाक्छ सधैँ डेली मासु खाने मान्छेले मैले मासु नखाएर यहाँ हैरान छ हेर्नुलाई पनि भित्रै पकाउन दिनुहुन्न कि बाबाले अब काठमाडौँ भइरहेको त केही पकाउनु चाहिँ केही फरक पर्ने छैन हजुर त्यो मासुको मासुले पहिला के अरे मक्का हाल्ने प्याजमा मक्का हाल्ने चिकन हाल्ने अब त्यो चिकनको मक्का भन्छ त्यो हो नि हो अनि त्यो भन्छ के बनाएको ठुल्ठुलो तिमीले भनेको त के भने के अनि कसरी पकाउँछन् रे मासु छोरी मासुको पकाउन कसरी पकाउँछन् यसरी पकाउँछन् सिटीमा हालेर पकाउँछन् आफै पकाउँछन् यस्तो पनि गर्न सक्छन् उठिन्छ हातमा माजीलाई बोलाऊ भनेको माइजु मासु खाने हो गाह्रो छ नि पकाउनु नदिए त गाह्रो हुन्छ नि सबैले खाना खाएर भित्र गएपछि बाहिर आगो फुकेर कस्तो बनाउँछ परिकार आज हेरौँ ल गाउँ भनेपछि गाउँ हो यस्तो राम्रो आगो यति ठुलो आगो बोल्छ गाउँमा तर बाँसको त पकाउनु हुन्न रे नि बाँसको दाउरा बाल्नु हुन्न रे त किन बाल्छौ त ल अनि आज दुध भात खान्नौ जहिले दुध भात खान्छौ तिमीले त नानुले दुध भात खान्न उसलाई सोध न तिमीले दुध भात खाने हौ दुध भात खान्छौ दुध र भात दुध र भात छोडे दुध तिमीले दुध किन खान्छौ यत्रो उमेर भइसक्यो त्यही 6 क्लासमा पनि दुध भात खाएर बस्यो साथमा गयो आफूले चाहिँ भएर मासु बनाएर खाँदैछन् होइन मलाई हेर न मलाई पनिर पकाइदियो होला नि भन्ने ठानेको त मुही रहेछ खाऊ न त छोरा ल खाऊ हेर तँ रोस्ट छोरे खाऊ यहाँ पाकिरहेछ ऊ खाऊ है होइन तिम्रो भिडियो खिचिरहेको छु त मैले दादा यहाँ आउँछ खै तिम्रो के भयो हेरौँ आखा माथिमा हेर तल उता कुन साइडतिर साइड कतातिर फिटा पऱ्यो हो त्यहाँतिर पहिलामा कि भित्र एकछिन मासु चलाउँदा के भयो अरे भन्छ मैले तिमीलाई भने होइन नगर भनेर अब के धसु जाने यता त आँखा नमिच्छ न त देख्छ नि आँखो तिम्रो एउटा आँखा चिम्म गर्दा अर्को यो त खै यस्तो गरेर ल त क्या हो त्यो नजाने पीडित भान्छु रोस्ट चलाउने बेला आँखा पोलेर सुन्नेर ल रोस्ट हो मिल्छ आँखा दुखिरहे जाम न त हस्पिटल जाने र जाम हो खा भने जाने अरे उता यो पनि लजाउँ त के औषध ल्याउँछु लिएर आए ल गाई चाहिँ हामी जानु लाग्छौँ मेरो आँखामा तेल पोलेर आँखा दुखिरहेको छ माइजू यति रातिमा घर बाहिर निस्किरहेको छ हामी डर लाग्दैछ छैन यता छ मेडिकल तेलको छिटाउ छुटेछ
अन्त अलि हेर्नु बनाएको छ आँसु त आइरहेको शीतल हुने केही हुन्छ गाह्रो भएको धेरै भएन ल गाइज हामी औषधि किनिसक्यौँ यो यत्रिको औषधिलाई 200 रुपियाँ परेको छ ठिक छ कुन आँखा बस बस नानीको इच्छा माथि अझ अझ हेर पुरै एक थोपा भयो कति भाल्ने एक थोपा मात्र भयो किन भित्र गयो नि सन्त दादा हल्दी भयो